घाम जति नै चर्को भए पनि फुटबलको जोस कहाँ कम हुन्छ। हाई नमस्कार, फेरि पनि स्वागत छ मेरो छोटो मिनी ब्लगमा। आज फेरि त्यही जोस, त्यही उत्साह अनि फुटबलको त्यही क्रेज लिएर आइपुगिसकेको छौँ। ओपन नकआउट फुटबल टुर्नामेन्ट 2026 रम्फूको दोस्रो दिन। सो हेरौँ आजको दिन मैदानमा के भयो त। आजको म्याच चाहिँ भन्नुपर्दाखेरि पहिलो जर्सीमा देख्नुहुँदैछ हिमालयन एफसी गान्तोक र ब्लू जर्सीमा हुनुहुन्छ पेदोङ एफसी कालिम्पोङबाट। 3, 2, 1, 0. गर्मीको दिन भए पनि मैदानको माहौल भने झन् गरम थियो। खेल सुरु भएको 10 मिनेट पुग्दा नपुग्दा हिमालयन एफसीले शानदार सुरुवात गर्दै पहिलो गोल गर्न सफल भयो। 10 रुपियाँको पेप्सी खाने मान्छे सेक्सी भन्दै एकजना भैयाले हातमा कोक हल्लाउँदै बेचिरहेको थियो है। यसपालि चाहिँ एउटा अचम्मको कुरा के थाहा पाएँ भने मैले हाम्रो यस ग्राउन्डमा भइरहेको फुटबल म्याच चाहिँ टोटली फिफाको रुल्स एन्ड रेगुलेसन अन्तर्गत खेलाइँदो रहेछ। अनि अझ रमाइलो कुरा त के हो भने हाफ टाइमभन्दा अगाडि पनि करिब 2 मिनटको हाइड्रेसन ब्रेक हुँदो रहेछ। यो चाहिँ मैले फर्स्ट टाइम चाल पाएको। कोलाई यो कुरा याद थियो कमेन्ट गरिदिनु, नबिर्सिनुहोस् होला। अहिले भने पहिलो हाफको ब्रेक सकेर दोस्रो हाफको सिजन पनि सुरु भइसकेको छ र स्कोर रहेको छ हिमालयन एफसी 1 र पेदोङ एफसी 0 मा रहिरहेर यो दोस्रो हाफको खेल सुरु भइसकेको छ। यसरी नै आजको खेल पनि अम्पायरको लामो सिटीसँग समाप्त भयो। आजको फाइनल स्कोर रहेको छ हिमालयन एफसी 1 भने पेदोङ 0। यति भन्दै आजको मेरो छोटो मिनी ब्लगलाई यहीँ समाप्त गर्न चाहन्छु। यस्तै रमाइलो अर्को पनि म्याच हेर्न चाहनुहुन्छ भने च्यानललाई फलो गर्नु नबिर्सिनुहोस् होला। टाटा बाई बाई।